हेलो गाइस, आजदेखि म व्लग बनाउन सुरु गर्दैछु र म वास्तविक बाँदर होइन, एआईले बनाएको बाँदर हुँ। प्लिज लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सनु होला, नत्र मेरो जागिर जान्छ। एउटा भिनेगर नाम गरेको बाँदर आफ्नो साउको ग्यारेजमा आफ्नो साउलाई खुसी बनाउन एकदम मेहनत साथ दिन रात नभनी काम गर्थ्यो। तर साउ भने सधैँ ऊमाथि गाली गर्ने र झर्कने गर्थ्यो। गाउँका मानिसहरू ऊसँग आएर गफ हान्न रुचाउँथे। ब्लगरहरूले उसलाई आफ्नो ब्लगमा देखाउने र उसँग सेल्फी लिने काम गर्थे। ऊ सधैँ सुक्खा भात र एउटा केरा खाएर आफ्नो पेट भर्थे। उसलाई आफ्नो जीवन देखेर दिक्क लागिसकेको थियो। उसले एक दिन सबै सामान फ्याँकिदिन्छ, बाइकलाई एक्की खाने लडाइदिन्छ र त्यही बाइक लिएर त्यहाँबाट निस्कन्छ। त्यहाँबाट सिधै कपडा सिलाउने काका बाटो पुग्दछ र काकालाई कोटको अर्डर दिन्छ। कोट लगाएर मोबाइल पसलमा पुग्दछ र यसरी सुरु हुन्छ भिनेगर नाम गरेको बाँदरको ब्लगर जीवन। र अगाडिको कथा जान्नको लागि हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। नेपाली एआई टेल्स जिन्दाबाद।